साहित्यकार डाक्टर कविताराम श्रेष्ठज्यू, नेपाली साहित्यको श्रीवृद्धिमा विगत आधा शताब्दीभन्दा बढी लामो समयदेखि अनवरत रूपले लागि पर्नु भएको तपाईँलाई अमेरिकाको बोस्टनमा अभिनन्दन गर्न पाउँदा हामी खुसीले गदगद भएका छौँ। साहित्यको विविध विधामा जीवनका रङहरू पोद्दै समाज परिवर्तनका लागि कलम चलाउँदै आउनुभएको तपाईँलाई देशभित्र मात्र होइन विश्वका विभिन्न मुलुकमा समेत आफ्नो छाप छोड्न सफल हुनुभएकोमा बधाई ज्ञापन गर्दछौँ। तपाईँका कलमबाट निस्केका शब्दहरूले मानवीय चरित्र विकासमा परिवर्तनकारी भूमिका खेल्दै आएका छन्। विशेषतः प्रयोगशील गद्य विधामा समर्पित तपाईँ आधुनिक लेखनीको प्रेरणादायी पथ प्रदर्शक मानिनुहुन्छ र आगामी दिनमा पनि तपाईँको सृजनाले नेपाली साहित्य बाग सुभाषित हुने। यस वर्ष 2014 मा युग कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्तीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन USA ले म कविताराम श्रेष्ठलाई सम्मान दिने कार्यक्रम राखेको थियो। उक्त कार्यक्रममा अन्य शासकका ट्रस्टीका अध्यक्ष श्री होमनाथ सुवेदीज्यूले मलाई वाशिङटनदेखि लिएर जानुभएको थियो। यो कार्यक्रम 2014 मे 25 मा आयोजित थियो। त्यसैको यो भिडियो रामबहादुर श्रेष्ठ कविताराम भएको किनभने कविता लेखेर स्कुलमा 6 जना रामबहादुर रहेछ अनि गुरुले कुन रामबहादुर भन्दा त्यो कविता लेख्ने रामबहादुर भन्ने। अनि मैले बच्चादेखि नै कविता लेख्न सिकेको। अनि जे लेख्दा पनि उपन्यास लेख्दा पनि नाटक लेख्दा पनि कविता त आइहाल्छ। यो कविता यो यसमा पनि यो महापुण्य कमलका असुर पाइला भनेर बुद्धको जीवनीको बारेमा अनुसन्धानात्मक उपन्यास लेखेको छु। यो धार्मिक पुस्तक भएन उपन्यास हो, तर यो ऐतिहासिक उहाँको ऐतिहासिक जीवनी, उहाँलाई यो पृथ्वीको यही घाम पानीमा सङ्घर्ष गरेर बुद्धत्व प्राप्त गरेको कथा यसमा समाहित छ। अब अन्तिममा जब उहाँ यसमा बुद्धत्व प्राप्त गरेपछि सिद्धिन्छ यो उपन्यास। बुद्धत्व प्राप्त गरेपछि उहाँले बोल्नु भएको लास्टको प्याराग्राफ म पढ्छु, त्यो कवितामा छ। अब म प्रस्तुत छु आफ्ना स्वाभाविक मूल्यहरूका जगमा। सम्पूर्ण आसक्ति र अनासक्तिहरूबाट म मुक्त छु। मृत्यु त्यो सम्मानित मुक्तिको स्थितिबाट मैले तर्सनु छैन। संस्कार त्यो पीडाबाट कुजिन्न। स्वीकृति त्यो छेपारे मरण मर्दिन्न। पलायन त्यो क्लेशयुक्त कुण्ठ बाँच्दिन्न। समस्त पीडाहरू विरुद्ध म सङ्गठित धावा बोल्नेछु। आहत जगमा करुणा र प्रेममय म शीतल वर्षा बर्सनेछु। अब म प्रस्तुत छु आफ्ना स्वाभाविक मूल्यहरूका जगमा। निरङ्कुश त्यो मूल्य त्यो पीडा विरुद्ध जगले बुझुन्। मैले आफ्नो अभियान सुरु गरिसकेँ। मेरो कथा अब सुरु हुन्छ। त्यसो भनेर यो उपन्यास सकिएको छ। मैले यहाँ सकेँ। धन्यवाद। यस कार्यक्रमको अघि बोस्टनमै हार्वर्ड युनिभर्सिटीमा घुमिएको थियो र पछि फर्कँदा बाटोमा अङ्कल टम्स काबिन भन्ने लाखौं प्रति बिक्री भएको उपन्यासका लेखिका ह्यारेट बिचर स्टोभ र अमेरिकन नोभलहरू अर्थात् अमेरिकाका उत्कृष्ट उपन्यासका लेखक मार्क ट्वेनका निवास स्थान पनि हेर्ने मौका मिल्यो थियो। बोस्टनका समस्त साहित्यकर्मीहरू तथा श्री होमनाथ सुवेदीज्यूलाई मेरो कोटी कोटी धन्यवाद।